नमस्कार साथीहरू। टुरिज्म भर्सेस सिभिक सेन्स नेपाल ग्रोइङ डिबेट। केही साता यतादेखि नेपालमा एउटा विषय एकदमै चर्किँदै आइरहेको छ कि नेपालमा आएका केही भारतीय पर्यटकहरूले नेपालको सार्वजनिक स्थल र धार्मिक स्थललाई सम्मान गरिरहेका छैनन्, या फिर सामाजिक सञ्जालमा यसको बढाइचढाइ मात्र भइरहेको छ। नेपाल संसारका 30 देशहरूमध्ये एक हो जहाँ पाहुनालाई केवल आगन्तुकको रूपमा मात्र होइन, सम्मानित अतिथिको रूपमा हेरिन्छ। नेपाली समाजको मूल संस्कार अतिथि देवो भवले हजारौँ वर्षदेखि हामीलाई सिकाउँदै आएको छ कि अतिथि भगवान सरह हुन्। यही कारणले नेपालमा आउने विदेशी पर्यटकहरूले प्राय नेपालीहरूको आत्मीयता, सहयोग, स्वभाव र नम्र व्यवहारको प्रशंसा गर्ने गरेका छन्। त्यसैगरी हिमाल, पहाड, ताल, जङ्गल, धार्मिक सम्पदा, संस्कृति, विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल विश्व पर्यटकको महत्त्वपूर्ण गन्तव्य हो। हरेक वर्ष लाखौँ पर्यटक नेपाल आउँछन्। तीमध्ये भारतबाट आउने पर्यटकहरूको सङ्ख्या सबैभन्दा बढी हुने गरेको छ। खुल्ला सीमा, धार्मिक सम्बन्ध, सांस्कृतिक निकटता र भौगोलिक सहजताका कारण भारतबाट नेपाल आउने पर्यटकहरूको सङ्ख्या निरन्तर बढिरहेको छ। नेपालको पर्यटन उद्योगका लागि यो सकारात्मक पक्ष हो। होटेल, यातायात, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, स्थानीय व्यवसाय र हजारौँ परिवारको आम्दानी पर्यटनसँग जोडिएको छ। त्यसैले पर्यटकहरू हाम्रो अर्थतन्त्रको महत्त्वपूर्ण साझेदार हुन्। तर पछिल्ला केही समय यता सामाजिक सञ्जालमा एउटा विषय बारम्बार उठिरहेको छ। नेपालका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूमा केही भारतीय पर्यटकद्वारा देखाइएको कमजोर सिभिक सेन्स। ती सामाजिक सञ्जालमा भाइरल भिडियोहरूमा देखाइएको थियो सार्वजनिक स्थानमा गुड्का खाएर थुक्ने, ट्राफिक नियमको पालना नगरिएको, धार्मिक स्थल वरिपर फोहोर गरिएको, जथाभावी पार्किङ, अरूको गाडीमा कपडा सुकाइएको, जथाभावी रूपमा मूल रोडमा खाना पकाउने, तास खेल्ने, सुत्ने गरेको, अव्यवस्थित फोहोर व्यवस्थापन र आदि इत्यादि। जसले गर्दा सामाजिक सञ्जाल र नेपाली समुदाय यसबारे तीव्र बहस भइरहेको देखिन्छ र धेरै नेपालीहरूलाई आक्रोशित पनि बनाएको छ। जस्तो कि हामी उदाहरणको रूपमा मुक्तिनाथको यो भिडियो हेर्न सक्छौँ, जुन भाइरल भिडियोमा देखिएको छ। उहाँहरूले जथाभावी कपडा धुने गरेर सार्वजनिक स्थान सम्मान गर्नुभएको छैन र तपाईँहरू त्यसैबाटै प्रष्ट हुनुहुन्छ यो कुराको चाहिँ। र यो भन्दै गर्दा चाहिँ हामीले यो बुझ्न पनि अत्यन्त आवश्यक छ कि भारतबाट आउने लाखौँ पर्यटकहरूमध्ये धेरैले नियम पालना गर्छन्, संस्कृतिको सम्मान गर्छन्, स्थानीय अर्थतन्त्रमा योगदान दिन्छन्। त्यसैले केही व्यक्तिहरूको व्यवहारका आधारमा सम्पूर्ण समुदायलाई दोष दिनु गलत हुन्छ। जसरी कुनै एक नेपालीको गल्तीले सम्पूर्ण नेपालीलाई प्रतिनिधित्व गर्दैन, त्यसरी नै कुनै एक समूहको गल्तीले सम्पूर्ण समुदायलाई र देशलाई होइन। र यो जान्दै गर्दा चाहिँ हामीले चाहिँ सिभिक सेन्सको कन्सेप्ट पनि बुझ्नु आवश्यक छ। सिभिक सेन्स होइन कि नागरिक चेतना भनेको कुनै देश वा राष्ट्रियताको विषय होइन। यो भनेको सार्वजनिक स्थानको सम्मान, वातावरण संरक्षण, नियमको पालना, अरूको अधिकारको सम्मान हो। जस्तो कि जापानमा मानिसहरू आफ्नो स्टेडियम सफा गर्छन्, सार्वजनिक सरसफाइका नियम कडा गर्छन्। युरोपका धेरै देशहरूमा सार्वजनिक सम्पत्तिको क्षति गर्दा ठुलो जरिवाना तिर्नुपर्ने र यी देशका मानिसहरू जन्मिँदै अनुशासित भएर आएका भने चाहिँ कदापि होइनन्। वर्षौंको शिक्षा, नियम र व्यवस्थापनले यस्तो संस्कार निर्माण गरेको हो। त्यसैले यदि कुनै पर्यटकले फोहोर फाल्छ भने त्यो गलत हुन आउँछ। तर यदि स्थानीय नागरिकले पनि त्यही काम गर्छ भने समस्या केवल पर्यटकको मात्र रहँदैन। जसले गर्दा नेपालले पनि एउटा असहज प्रश्न सोध्नुपर्छ कि नेपालका सार्वजनिक संस्थाहरू आफैमा व्यवस्थित छन् त? केही हदसम्म नेपालमा फोहोर व्यवस्थापन, ट्राफिक नियमको पालना भए तापनि अलि न अलि सडक किनारमा फोहोर, नदी प्रदूषण, सार्वजनिक शौचालयको अभाव, ट्राफिक नियम उल्लङ्घन यी समस्या वर्षौं देखिन्छन्। रेडिट लगायतका छलफलहरूमा समेत यो समस्याको उल्लेख गरिएको छ, जसले अब समाधान केवल आलोचना होइन, जसले सरकार र सम्बन्धित निकायले पर्याप्त पूर्वाधार निर्माण गर्ने, बहुभाषिक सूचना प्रणाली राख्नुपर्ने, कडा नियम र जरिवाना लगाउनुपर्ने, फोहोर व्यवस्थापन र सुधार गर्नुपर्ने, धार्मिक स्थलमा स्पष्ट आचार संहिता लागू गर्नुपर्छ। जसले गर्दा नै जब प्रणाली बलियो हुन्छ र व्यवहार त सोच सुधार नै हुने कुरा हो, होइन र? तसर्थ नेपाल सधैँ अतिथि देवो भव भन्ने संस्कारमा गर्व गर्छ, तर अतिथि संस्कार नियमहीनता होइन। त्यसैले राम्रो पर्यटन त्यहाँ सम्भव हुन्छ जहाँ पर्यटक र स्थानीय बीच सम्मान, आदर र संस्कार हुन्छ र आफ्नो ठाउँमा आफ्नो गन्तव्य जोगाउन सक्षम रहन्छन्।
अनन्त प्रश्न यो होइन कि यो सही र यो गलत, असली प्रश्न यो हुन जान्छ कि जे हुनु भइसक्यो, अब हामीले कसरी राम्रो बनाउन सकिन्छ, आफ्नो तर्फबाट के गर्न सकिन्छ। र अन्त्यमा नेपाल सबैको लागि खुला छ। हामी सबै टुरिस्टहरूलाई दिलबाट सम्मान, संस्कार, आदर गर्छौँ। पहिला गर्ने थियो, गर्छौँ र पछि पनि गर्नेछौँ। तर तपाईँहरूले चाहिँ जथाभावी फोहोर नगरिदिनु होला, उचित नियमको पालना गर्नु होला। र नेपालमा एउटा भनाइ छ, तपाईँहरूले जान्नु छ या छैन, त्यो हो कि लाइक देश अनुसारको भेष। टोटली त नसक्नु होला, बानी हो, तर सकेसम्म चाहिँ लाइक सुधार गरिदिनु होला र देश अनुसारको भेषमा रहनु होला। र बिन्ती छ बी सपोर्टिभ हुनु। र यसलाई अब अहिले चाहिँ धेरै सोसियल मिडियाहरूमा चाहिँ लाइक जिरो सिभिक सेन्स त्यस्तोवाला चाहिँ एकदमै उ भएको छ, त्यसलाई दिलमा नलिनु होला। किनकि कतिपय कुराहरू चाहिँ तपाईँबाट गल्ती भएकै हो र सायद हामीबाट नै भएकै होला। र के गल्ती भयो भनेर पनि सकेसम्म भन्नु होला। र यदि छैन भने चाहिँ तपाईँहरू आफै त्यो नेचरलाई चाहिँ सुधार्न कोसिस गर्नु होला। यो र मेरो देशवासीहरूमा चाहिँ विनम्र अनुरोध हो। र मैले एउटा कुरा भन्न छुटाइरहेको रहेछु, त्यो भने चाहिँ लाइक अतिथिहरूलाई नगरिकन हाम्रो नेपाली आमवासीहरूलाई के भने चाहिँ हामीले अब जिरो सिभिक सेन्स हो त्यो मतलब बेसिक गर्नुभयो होइन, थाहा छ, हामीलाई थाहा छ होइन। अनि तर कतिपय कुरामा चाहिँ के हुन्छ भने चाहिँ लाइक नानीदेखि बसेको बानी बेसिक म्यानर्स होइन, ओके। त्यो भन्दै गर्दा लाइक ओभरअलै कन्ट्रीलाई नै भन्न त मिल्दैन, कुनै त्यस्तो हुनु छ होला होइन, गर्नुपर्छ। र यदि हामीले त्यो भन्दै गर्दा आइनो प्रमोट गर्नुपर्छ, रङ हो है। हामीले कति गरेछौँ आएर जताभावी गर्दा त लाइक रिस उठ्छ, भने रिस उठेरै यो कन्टेन्ट बनाएको हो, सो रिस उठ्छ। तर यति भन्दै गर्दा चाहिँ लाइक हामीले यो कुरा पनि ध्यान दिनुपर्छ कि लाइक अहिले चाहिँ टुरिस्टहरू चाहिँ एकदमै धेरै भित्रिरहनु भएको छ। र नेपालको मोस्ट अफ द इकोनोमी चाहिँ टुरिज्ममा डिपेन्ड गरिरहेको अवस्थामा चाहिँ लाइक हाम्रो चालेको सानो केही कदमले नि लाइक इन्टायर टुरिज्म इन्डस्ट्रीलाई नै ह्याम्पर गर्न सक्छ। सो त्यही अनुसार ध्यानमा राखेर नै हामी अघि बढ्नु नै सायद उपयुक्त हुन्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। अनि यसमा चाहिँ हामीले लगायत कन्ट्रीले चाहिँ के गर्नुपर्छ, लाइक गभर्मेन्टले के गर्नुपर्छ होला भने चाहिँ लाइक एउटा स्ट्रिक्ट रुलहरू चाहिँ टुरिस्टहरूलाई नै गाइड गरेर चाहिँ बनाइदिनु पर्ने हुन्छ। यदि त्यो गरिरहेछ नि त, अनि त्यसलाई कम गर्नको लागि चाहिँ गर्नुपर्ने नै हुन्छ। किनकि यो भएन भने चाहिँ हुन्छ। र त्यो टुरिस्टहरूलाई मात्रै नभए पनि हामी पनि कतिपय चाहिँ कति लाइक कस्तो हुनुहुन्छ भने चाहिँ हामी नेपालीहरू नै कस्तो छ कि लाइक धेरै त मैले देखेको धेरै त हुनुहुन्छ, बट म चाहिँ म अनि हाम्रो मम्मी गरेर चाहिँ लाइक हामीले चाहिँ चक्लेट खायो भने प्लास्टिक झोलामा हाल्ने, प्लास्टिक फाल्दैनौँ है। मतलब सानोबाट नै हाम्रो पहिला पढाउनु हुन्थ्यो, सो त्यहाँबाट चाहिँ फालेनौँ है। र कतिपयहरूले चाहिँ फाल्नुहुन्छ कि जो हामीबाटै सुधार गर्ने हो, र कतिपयले त्यो सुधार गर्नु हुँदैन, त्यो आफूबाट सुधार गर्नुहोस्। र त्यही अब यस्तो अनि गरेर अनि हामीले भन्न पनि हुन्छ, सुहाउँछ होइन, लाइक यस्तो भनेर लाइक गुड्का नै थुक्नु, अनि त्यसपछि लाइक अरूको कारमै गएर चाहिँ कपडा सुकाइदिनु, अनि त्यसपछि लाइक चर्टी चाहिँ झ्यालमा राखेर लाइक काठमाडौँको बजारमा लाइक हिँडिदिनु। यो त ड्याम नै हो, लाइक अति नै हो। बट अब के गर्ने त नि, अब लाइक हामीले मात्रै के गर्ने। अनि गभर्मेन्टले चाहिँ त्यसको लागि चाहिँ एकदम स्ट्रिक्टली रुल बनाएर लाइक कडाभन्दा कडा जरिवाना चाहिँ लिनु नै पर्ने हुन्छ कि लाइक आई नो रेस्पेक्ट गर्ने ठाउँमा गर्ने हो, बट इट्स गना बी लाइक वाला थिङ भइहाल्यो। बट त्यही हो, मैले चाहिँ ओभरअली अब धेरै बढाउँदिनँ। मैले के भनेको भने लाइक आई नो जिरो सिभिक सेन्सवाला चाहिँ जुन त्यो चलिरहेको छ ट्रेन गुड नै हो, किनकि लाइक गुड हो भनौँ न होइन, गुड हो। बट तर चाहिँ त्यति भन्दै गर्दा चाहिँ हामीले चाहिँ यो कुरामा पनि ध्यान दिनुपर्छ कि लाइक यसले चाहिँ हाम्रो फ्युचरको टुरिज्म इन्डस्ट्रीलाई चाहिँ कुनै ह्याम्पर नगरोस्। र त्यही अनुसार हामीले कदम चालेर नै हामीले गर्न सक्यो भने चाहिँ टुरिज्म इन्डस्ट्रीलाई पनि राम्रो हुन्छ, यसले कन्ट्रीलाई पनि राम्रो हुन्छ। र हाम्रो चाहिँ बाहिर चाहिँ के इम्प्याक्ट पर्छ भने ऊ कस राम्रो नेम फोहोर गऱ्यो अनि हामी सुधार्यो वाला पनि त हुन्छ नि त। सो या हामीले त्यही कन्सेप्टलाई ध्यान दिनुपर्छ भन्ने नै मैले यो भिडियो रेकर्ड नगरेर छु। सो त्यही नै हो, हेरिदिनु भएकोमा धन्यवाद। र त्यही भएर म यहाँ धेरै बोलिरहेको छु है।
धेरै बोलिरहेको छु म थाहै बस्छु मसँग कोही बोल्न बस्दैन बोलेको बोल्नु म हेर्दा चाहिँ लाइक बोल्दैन जस्तो लाग्छ तर म बोल्छु गाइज बोल्छु म भाइ के भनेको मैले मेरो भनाइ सुनेर बस्नुको दर्शकहरूलाई चाहिँ म सुस्नो तर्फबाट चाहिँ धेरै धेरै धन्यवाद मन पर्यो भने त यस्तै कन्टेन्टको लागि चाहिँ तपाईँले भन्नु होला के गर्दा सही हुन्छ र के गर्दा हुँदैन सो तपाईँलाई थ्याङ्क यू र राम्रो लाग्यो भने चाहिँ लाइक सेयर र सब्सक्राइब गरिदिनु होला अन्य भिडियोको लागि नोटिफिकेसन पनि प्रेस गरिदिनु होला बाई